हेलो साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। फेरि पनि म हजुरहरू सामु आइसकेको छु। मसँग मेरो दुईवटा बहिनी अनि मेरो छोरा साथमा छन्। आज चाहिँ हामी नयाँ ठाउँमा जाँदैछौँ। काठमाडौँको जाउलाखेलमा रहेको सेन्ट्रल जूमा जाँदैछौँ हामी। साथीहरू, अब चाहिँ हामी सेन्ट्रल जूको प्रवेशद्वारबाट भित्र पसिसकेका छौँ। साथीहरू, यहाँको रमणीय स्थलहरू हेर्नलाई सबै बाल बच्चाहरू लिएर चाहिँ आउनुहुँदो रहेछ। विद्यालयबाट पनि शिक्षिकाहरूले साना नानी बाबुहरूलाई चाहिँ भिजिट गराउन लिएर आउनुहुँदो रहेछ। साथीहरू, यो सेन्ट्रल जूमा चाहिँ विभिन्न किसिमका वन्यजन्तुहरूलाई चाहिँ संरक्षण गरेर राखिएको छ। हजुरहरूले भिडियोमा देख्न सक्नुहुनेछ। टाइगर, हिप्पो, लियोपार्ड जस्ता धेरै किसिमका वन्यजन्तुहरूलाई चाहिँ संरक्षण गरेर राखिएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ, यहाँको यो बाघ देखेर हामी चाहिँ यस्तो डराएको, एकदमै आवाज निकालेर पनि कराएको आवाज सुनेको थियो। त्यसलाई चाहिँ टाढाबाट देख्दा पनि हामी नजिक आएको जस्तो गरेर एकदमै सातो नै गएको थियो हाम्रो चाहिँ। त्यसै गरी विभिन्न किसिमका मङ्कीहरूको प्रजातिहरू पनि पालन गरेर राखिएको छ। विभिन्न बर्ड्सहरू लगायत सबै जनावरहरू चाहिँ संरक्षण गरेर राखिएको छ। बच्चाहरू चाहिँ एकदमै इन्जोय गर्न सक्छन्। हजुरहरूको पनि नानी बाबुहरू छन् भने शनिबारको दिन मिलाएर ल्याएर उहाँहरूलाई भिजिट गराउन सक्नुहुनेछ। एकदमै रमणीय स्थलहरू रहेको छ। आफ्नै नेपालमा एकदमै संरक्षण गरेर लोप हुँदै गइरहेका वन्यजन्तुहरूलाई संरक्षण गरेर राखिएको छ। हजुरहरू पनि आएर हेर्न सक्नुहुन्छ। विभिन्न टाढादेखिबाट पनि आएर इन्जोय गरिराख्नु भएको छ। धेरै कुराहरू नानी बाबुहरूलाई पनि सिकाइ हुन्छ। हजुरहरू पनि टाइम मिलाएर आउन सक्नुहुनेछ। साथीहरू, अब चाहिँ हामीले भिजिट गर्ने सबै कुरा सकेपछि फोटो भिडियोतिर लाग्यौँ है त। हजुरहरूले हेर्नुहोला, यहाँ बोटिङहरू पनि रहेछ। बोटिङ गर्न चाहनेहरूले चाहिँ बोटिङ गर्न पाउनुहुँदो रहेछ। हामी चाहिँ फोटो भिडियो खिचायौँ एकअर्कामा मिलेर। साथीहरू, फोटो खिच्दा टाइम गएको फेरि थाहै नै हुँदैन है। एउटा फोटो खिच्यो, अर्को फोटो खिच्न मन लाग्छ। यहाँ चाहिँ बसिरहँ र यहाँको रमणीय स्थल हेरिरहँ जस्तो लाग्ने सुन्दर ठाउँ रहेछ। हामी चाहिँ फोटो भिडियो गराउँदा पनि पालो नै आएको थिएन है साथीहरू। एकअर्कामा सबै आफ्नो तालमा छौँ है। हामी चाहिँ सबैले आफ्नो एउटा भिडियोहरू क्लिक गरिरहेका छौँ। र साथीहरू, हाम्रो भिडियोको पोजहरू चाहिँ कस्तो छ है, हजुरहरूले कमेन्टमा भन्न सक्नुहुनेछ। हामीले चाहिँ खासै भिडियो बनाउन फोटो खिच्न चाहिँ आउँदैन, त्यही पनि जानी नजानी भए पनि कोसिस चाहिँ गरेका छौँ है साथीहरू। फोटो भिडियो खिच्दा हामीले समय गएको पनि थाहा नै पाएनौँ। त्यसैले अब चाहिँ हामी फोटो भिडियोलाई यही अन्त्य राखेर भए पनि अब चाहिँ घर जानुपर्छ है भनेर चाहिँ हामी अब आफ्नो गन्तव्यतिर फेरि फर्किन लाग्यौँ। आजको भिडियो चाहिँ कस्तो लाग्यो, हजुरहरूले माया साथ दिन चाहिँ नभुल्नु होला है साथीहरू।